आयोग संसार हेरेर बस्नुभएका सम्पूर्ण साथीहरूलाई स्वागत गर्न चाहन्छु। लोकसेवा आयोग, शिक्षक सेवा आयोग, सार्वजनिक संस्थान, सुरक्षा निकाय लगायत अन्य प्रतिस्पर्धात्मक परीक्षामा सोध्न सक्ने महत्त्वपूर्ण प्रश्न उत्तरहरू लिएर उपस्थित भएको छु। आफ्नो क्षमता चाहिँ यस प्रश्नबाट परीक्षण गर्नुहोला। आफ्नो पढाइ के कति पुगेको छ छैन भनेर चाहिँ यस प्रश्नबाट परीक्षण गर्नुभयो भने तपाईँहरूले परीक्षामा आफ्नो उत्तरलाई छिटोभन्दा छिटो लेख्न सक्नुहुनेछ। किनभने पहिलो पेपरमा चाहिँ हाम्रो जम्मा 45 मिनटको समय हुन्छ अनि हामीले चाहिँ क्वेसन पढ्दै क्वेसन नबुझ्दाखेरि नै चाहिँ समय धेरै जाने हुन्छ। त्यही भएर चाहिँ तपाईँहरूले अहिलेदेखि नै आफ्नो क्षमता परीक्षण गरिराख्नुहोला, जसले गर्दा परीक्षामा सहयोग मिल्न सक्छ भन्दै आजको प्रश्न उत्तर सुरु गर्न चाहन्छु। साथीहरू पाउनु ल हिजो हामीले भाग 1 लिएर उपस्थित भएका थियौँ, जसमा 10वटा प्रश्नहरू राखेका थियौँ। हिजोको भिडियो हेर्नु भएको छैन भने कृपया हिजोको भिडियो हेर्नुहोला। यस भिडियोको डिस्क्रिप्सनमा चाहिँ त्यो भिडियोको हामी लिङ्क राखिदिनेछौँ, जसले गर्दा तपाईँहरूले सजिलैसँग त्यो भिडियो भेट्न सक्नुहुनेछ। यो सबै हिजो गरेका प्रश्न उत्तर हुन्। ल साथीहरू, अब हामी आज चाहिँ 11 नम्बरबाट चाहिँ सुरु गर्छौँ, किनभने हामीले 10 नम्बरसम्म हिजो नै गरिसकेका छौँ। हिजोको भिडियो हेर्नुभएको छैन भने हिजोको भिडियो हेर्नु होला भन्दै अब 11 नम्बरको प्रश्न हामी सुरु गरौँ। नेपालको संविधान 2072 अनुसार राष्ट्रपति हुन कति उमेर पुरा भएको हुनुपर्दछ भनेको छ। आफ्नो एन्सर गेस गर्नुहोला। अप्सनहरू रहेका छन् 35, 40, 45, 50। राष्ट्रपति हुन चाहिँ कति वर्ष पुरा भएको हुनुपर्छ भनेको छ। आफ्नो एन्सर गेस गर्नुहोला। यसको सही एन्सर रहेको छ 45 वर्ष चाहिँ पुरा भएको हुनुपर्दछ राष्ट्रपति हुनको लागि। अब हामी प्रश्न नम्बर 12मा छौँ। सबैभन्दा गहिरो महासागर कुन हो? सबैभन्दा गहिरो महासागर कुन हो? अप्सनहरू रहेका छन् आन्ध्र महासागर, हिन्द महासागर, प्रशान्त महासागर, कुमेरु महासागर। सबैभन्दा गहिरो महासागर कुन हो? यसको सही एन्सर रहेको छ प्रशान्त महासागर। आफ्नो एन्सरहरू पनि गेस गर्नु होला है साथीहरू। सकेसम्म नोट गरिराख्नु होला। भोलि परीक्षामा चाहिँ हामीले चाहिँ कता कता खोज्ने, त्यति बेला अलिक झन्झट हुन्छ होइन। हामीले नोट बनाएर राख्यौँ भने चाहिँ सजिलैसँग हेर्न सकिन्छ केही बिर्सेको कुराहरू चाहिँ भन्ने हो। त्यही भएर सकेसम्म चाहिँ नोट गर्नु होला। अब प्रश्न नम्बर 13मा लाग्छौँ। नेपालको सबैभन्दा लामो नदी कुन हो? नेपालको सबैभन्दा लामो नदी कुन हो? कोशी, गण्डकी, महाकाली, कर्णाली। नेपालको सबैभन्दा लामो नदी कुन हो? गेस गर्नु होला आफ्नो एन्सर। पक्कै पनि गेस गरिसक्नु भएको होला। यसको एन्सर रहेको छ कर्णाली। नेपालको सबैभन्दा लामो नदी चाहिँ कर्णाली नदी रहेको छ। अब हामी प्रश्न नम्बर 14मा गइसकेका छौँ। हामीले अरू प्रश्न ल साथीहरू, प्रश्न नम्बर 14मा हामी आइसकेका छौँ। लिच्छवी आदिपुरुष भनेर कसलाई चिनिन्छ? लिच्छवी आदिपुरुष भनेर कसलाई चिनिन्छ? यसका अप्सनहरू रहेका छन् नरेन्द्रदेव, मानदेव, सुपुष्प, वसन्तदेव।
पक्कै पनि साथीहरूले गेस गरिसक्नु भएको छ होला। यसको एन्सर रहेको छ सुपुष्प रहेको छ। लिच्छविकालमा आदिपुरुष भनेर सुपुष्पलाई चिनिन्छ। प्रश्न नम्बर 15 मा जाउँ अब हामी। अमेरिकी स्वतन्त्रता सङ्ग्राम कहिले भएको हो? अमेरिकी स्वतन्त्रता सङ्ग्राम कहिले भएको हो? यसका अप्सनहरू रहेका छन् सन् 1773, सन् 1774, सन् 1775, सन् 1776। यसको सही एन्सर रहेको छ सन् 1775 मा चाहिँ अमेरिकी स्वतन्त्रता सङ्ग्राम भएको थियो। प्रश्न नम्बर 16 मा आइपुगेका छौँ अब हामी। कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ? कम्प्युटरको पिता र कम्प्युटरको आधुनिक पितामा चाहिँ फरक छ है साथीहरू। यहाँ चाहिँ कम्प्युटरको पिता भनेको छ प्रश्नले चाहिँ। कम्प्युटरको पिता भनेर कसलाई चिनिन्छ? लेडी अगस्ता, चार्ल्स ब्याबेज, पास्कल, हेनरी ट्रेटिन। पक्कै पनि साथीहरूले एन्सर गेस गरिसक्नु भएको छ होला। यसको सही एन्सर रहेको छ चार्ल्स ब्याबेज। कम्प्युटरको पिता भनेर चाहिँ चार्ल्स ब्याबेजलाई चिनिन्छ है साथीहरू। अनि कम्प्युटरको पहिलो प्रोग्रामर भनेर चाहिँ लेडी अगस्तालाई चिनिन्छ। अब हामी प्रश्न नम्बर 17 मा आइपुगेको छ। नम्बर चाहिँ उल्लेख भएको रहेनछ। प्रश्न नम्बर 17 मा हो है। नेपालको संविधान 2072 कहिले प्रमाणीकरण भएको हो? नेपालको संविधान 2072 चाहिँ कहिले प्रमाणीकरण भएको? 2072 भाद्र 30 गते, 2072 असोज 1 गते, 2072 असोज 3 गते चाहिँ भनेर अप्सनहरू रहेका छन्। सही एन्सर गेस गर्नु होला। नेपालको संविधान 2072 कहिले प्रमाणीकरण भएको हो? पक्कै पनि साथीहरूले गेस गरिसक्नु भएको छ होला। यसको एन्सर चाहिँ 2072 असोज 30 गते भदौ 30 गते चाहिँ नेपालको संविधान प्रमाणीकरण भएको। अनि असोज 1 गते चाहिँ फेरि नेपालको संविधान चाहिँ पारित भएको है। अनि 3 गते चाहिँ लागू भएको। ल प्रश्न नम्बर 18 मा आइपुगेका छौँ अब हामी। जुगल हिमाल कुन जिल्लामा रहेको छ? जुगल हिमाल कुन जिल्लामा रहेको छ? ए कास्की, बी काभ्रे, 3 सिन्धुपाल्चोक, मुस्ताङ। जुगल हिमाल कुन जिल्लामा रहेको छ? कास्की, काभ्रे, सिन्धुपाल्चोक, मुस्ताङ। कुन जिल्लामा रहेको छ जुगल हिमाल? यसको सही एन्सर रहेको छ सिन्धुपाल्चोक। जुगल हिमाल चाहिँ सिन्धुपाल्चोक जिल्लामा रहेको छ। अब प्रश्न नम्बर हामी 19 मा आएका छौँ है साथीहरू। कफीको लागि प्रसिद्ध जिल्ला कुन हो? कफीका लागि प्रसिद्ध जिल्ला कुन हो? चितवन, भक्तपुर, गुल्मी, स्याङ्जा। कफीका लागि प्रसिद्ध जिल्ला कुन हो?
पक्कै पनि साथीहरूले यसको एन्सर पनि गेस गरिसक्नु भएको छ होला। यसको एन्सर रहेको छ गुल्मी रहेको छ। कफीको लागि प्रसिद्ध जिल्ला चाहिँ गुल्मी हो। अब प्रश्न नम्बर हामी लास्ट अन्तिममा आइपुगेका छौँ। प्रश्न नम्बर 20 मा आइसकेका छौँ है। भद्रनिवास निर्माण गर्ने राजा को हुन्? भद्रनिवास निर्माण गर्ने राजा को हुन्? प्रताप मल्ल, नरेन्द्रदेव, वसन्तदेव, यलम्बर। भद्रनिवास निर्माण गर्ने राजा को हुन्? यसको सही एन्सर रहेको छ नरेन्द्रदेव। भद्रनिवास चाहिँ नरेन्द्रदेवको पालामा निर्माण भएको हो। आजको प्रश्नहरू यति नै रहेका छन् साथीहरू। बाँकी प्रश्न अर्को भागमा आउने नै छ भन्दै अन्तिमसम्म भिडियो हेर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र भिडियो के कस्तो लागिरहेको छ आफ्नो प्रतिक्रियाहरू चाहिँ तलको कमेन्ट बक्समा राख्नुहोला भन्दै यस भिडियोलाई आफ्नो वालमा सेयर गरेर राख्नुहोला, ताकि भोलि परीक्षा आउने बेलामा प्रश्नहरू सजिलैसँग हेर्न सकोस् भनेर चाहिँ आफ्नो वालमा सेयर गरेर राख्नुभयो भने एकदम सुरक्षित पनि हुन्छ, खोज्ने बित्तिकै पनि भेटिन्छ भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।